हामीले तिर्ने हो 50 बाट 51 काट्न बित्तिकै पटापट तपाईले काम भएन नि मैले त्यो हैन काम त गराउनै पर्छ भएन किनभने त्यो 40 दिन भित्र त हामी उड्ने भइसक्यो नि त्यो त हामीले पो हजुरलाई 50 दिनको भने हातमा भिजा चाहिँ आउँछ तर हाल्ने टिकट काट्नु पनि हुन्छ त्यो त लगतै भइहाल्छ त भिजा गरे त्यस्तो त्यो त हजुरको इच्छा पुरो के आजको टिकट हालिदिन्छु भने त्यो हजुरको इच्छा कतिको बुकिङ छ क्लियर हैन त्यो त टिकट काट्नु त हजुरको हो नि त कुन नम्बर पऱ्यो के छ होला कस भान्जा हाल्ने नाममा छ हाल्नु के छ आरामै हुनुहुन्छ होला सबै सन्चै हुनुहुन्छ होला आज चाहिँ हामी यो घोरै सैगा गाविस 19 नम्बर वडा को माथि टुप्पोमा जाँदैछौँ लेकको टुप्पोमा हाम्रो केही रकम लिनुपर्ने थियो कसैले लगेको थियो हामीले केही आश्वासन गराएर अनि मान्छे करिबन 2 वर्षको अन्तरालमा उसको बाबाको डेथ भएर उकिरै बस्नलाई नेपाल आएको रहेछ त्यही क्रममा चाहिँ हामीले लगभग मौका मिलाएर उसलाई भेट्न जाँदैछु आज ठ्याक्कै 7 दिन भएको रहेछ बाबाको डेथ भएको साह्रै उकालो छ अनि हिँड्दा पनि धेरै धौ छ नारायणदाङको नारायणपुरदेखि हामी लगभग भनौँ न कष्ट गर्दै जो दिँदाखेरि सहज तरिका र अनि सजिलो माध्यमबाट दिइयो अहिले जब आफूलाई पैसा लिनु पर्दा चाहिँ अत्यन्तै खुट्टाले चाहिँ दुःख पाएर अब त्यो पनि पाउने हो कि होइन के हो कस्तो हो त्यो चाहिँ थाहा छैन साथीहरू हिँडिरहनु भएको छ अगाडि सबै आफन्ती नै छौँ अब हेरौँ